साथीहरु नमस्ते, गुड मर्निङ अल अफ यु है। र हिजो चाहिँ हामीले नेपालको भूगोलको बारेमा थोरै छलफल गर्छौँ भनेका छौँ। थोरै प्राविधिक समस्या आयो। ओके, नेपालको भूगोल अन्तर्गतमा फेरि एकपटक तपाईँलाई थोरै कुराहरू लेखाएको थिएँ, त्यसलाई चाहिँ रिभिजन गरिदिएँ। नेपालको भूगोल अन्तर्गत तपाईँले सबैभन्दा सुरुमा नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना बुझ्नु पर्यो है। नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना भन्ने कुरा बुझ्नुहोस्। अन्तर्राष्ट्रिय सिमाना, यो नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना अन्तर्गत तपाईहरुले 2926 किमी है, 29 त्यसै गरेर 26 किमी भनेर तपाईहरुले बुझ्नु पर्यो, 2926 किमी। अब यो नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना बुझ्दै गर्दाखेरि साथीहरुले के बुझ्नु पर्यो भने नेपालको अन्तर्राष्ट्रिय सिमाना कि त भारतले ओगटेको छ, कि त चीनको सिमाना छ, अथवा कि त भारतको सिमाना छ, कि त चीनको सिमाना छ। किनभने नेपाल भारत र चीनको बीचमा छ। पूर्व पश्चिम र यसै गरेर दक्षिणमा भारत छ भने उत्तरतर्फ के छ, चाइना अथवा चीन छ। र यो नेपालको कुल अन्तर्राष्ट्रिय सीमा भनेको भारतसँगको सिमाना र चीनसँगको नेपालको सिमाना जोडेर नै कुल अन्तर्राष्ट्रिय सिमाना बन्ने हो भन्ने कुरा तपाईले बुझ्नु पर्यो। नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना 2926 किमी र नेपाल र भारत सिमाना है। नेपाल र भारत सिमाना कति रहेको छ त भन्ने कुरा बुझ्नु पर्यो। र अर्को कुरा भनेको नेपाल र चीन सिमाना है। नेपाल र चीनको सिमाना भन्ने कुरा बुझ्नु पर्यो। अब यो नेपाल भारत सिमाना र नेपाल र चीनको सिमाना अन्तर्गत तपाईहरुले नेपाल भारत सिमाना अन्तर्गत 1690 किमी है। नेपाल र भारत सिमाना 1690 किमी र नेपाल र चीनको सिमाना 1200 कति 36 किमी। हेर्नु त मैले अघि के भने, यो भारत नेपाल र नेपाल र चीनको सिमाना जोडेर नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना हुने हो। र यो 6 0 कति भयो, 6 भइहाल्यो। यसै गरी 9 3 12 12 को 2 हातमा लाग्यो 1 6 1 7 8 9 यसै गरी 1 1 2। हेर्नु त 2 9 2 6 किमी। यो भनेको के भयो त कुल अन्तर्राष्ट्रिय सिमाना भयो। यो दुईवटा जोडेर कुल अन्तर्राष्ट्रिय सिमाना हुन्छ भन्ने कुरा तपाईहरुले बुझ्नु पर्यो है। ओके, अब यो बुझिसकेपछि अब तपाईहरुले के कुरा बुझ्ने भन्यो, हामी डेमो क्लासमा छौं, हामी रेगुलर क्लासमा छैनौं। हिजो मात्रै बागमती 5 औँको विज्ञापन गरेको छ। त्यही बागमती 5 औँको विज्ञापनलाई केन्द्रित गरेर तपाईहरुको चाहिँ डेमो क्लास भइरहेको छ। यो रेगुलर क्लास होइन भन्ने कुरा बुझ्नु होला है, डेमो क्लास हो। अब नेपालको पूर्व पश्चिम, नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ भन्ने कुरा सोधिरहेको छ। औसत लम्बाई नेपालको पूर्व पश्चिम औसत लम्बाई 885 कति छ त 885 किमी रहेको छ। 885 किमी रहेको छ। यसै गरेर नेपालको उत्तर दक्षिण है, नेपालको उत्तर दक्षिण औसत चौडाइ चाहिँ कति छ भनेर सोध्यो भने नेपालको उत्तर दक्षिण औसत चौडाइ भनेको चाहिँ साथीहरु कति छ त 193 किमी रहेको छ। 193 किमी रहेको छ। यो 193 किमी अन्तर्गत चाहिँ तपाईहरुलाई बढीमा चौडाइ, बढी चौडाइ भनेको चाहिँ 241 किमी र कम चौडाइ यो भने चाहिँ 145। हेर्नु त यो बढी र कमको अर्थ के हो भन्ने कुरा तपाईले बुझ्नु पर्यो है। यो के बुझ्नु पर्यो त नेपालको उत्तर दक्षिण औसत चौडाइ 193 किमी अन्तर्गत बढीमा चौडाइ भनेको 241 किमी, कममा चौडाइ भनेको 145 किमी भन्ने कुरा तपाईहरुले बुझ्नु पर्यो। यो चाहिँ औसत चौडाइसँग सम्बन्धित भयो। अब यसपछि नेपालबाट सबैभन्दा नजिकमा रहेको मुलुक, सबैभन्दा नजिकमा रहेको मुलुक चाहिँ कुन हो त
नेपालबाट सबैभन्दा नजिकमा रहेको मुलुक भनेको चाहिँ भारत हो। भारत भारतको 10 गज भारतलाई चाहिँ नेपाल र भारतलाई भारतको सिमानामा 10 गज छुट्याइएको छ र त्यहीलाई चाहिँ नेपालबाट सबैभन्दा नजिकमा रहेको मुलुक भनेर हामी भारतलाई चिन्छौँ। र यसै गरी भारतपछि भारत र चीन पछि लेख्नुहोस् न। भारतपछि दोस्रो नजिकमा रहेको मुलुक भारतपछि दोस्रो नजिकमा रहेको मुलुक चीन भइहाल्यो हैन। छिमेकी मुलुक भारतपछि के भयो त चीन भइहाल्यो। भारतलाई नजिकमा मान्छ किनकि नेपाल र भारतको सिमाना 10 गज छुट्याएको कारणले गर्दा। र अब छिमेकी मुलुक भारत र चीन पछि सबैभन्दा नजिकमा रहेको मुलुक भन्यो भने चाहिँ बङ्गलादेश ल। नजिकमा रहेको मुलुक भन्यो भने चाहिँ बङ्गलादेश र नेपाल भनेको चाहिँ कति त 27 किमीको फरकमा रहेको छ। यो भारत र चीन भनेको छिमेकी मुलुक भइहाल्यो। भारत र चीन पछि चाहिँ सबैभन्दा नजिकमा रहेको भनेको चाहिँ बङ्गलादेश 27। यसरी तपाईहरुले बुझ्नु है। अब नेपालबाट सार्क राजधानीहरूको क्रम। नेपालबाट सार्क राजधानीहरूको क्रम। अब यसलाई चाहिँ थी ढान इकाकोमा भनेर सम्झिने। थी ढान इकाकोमा भनेर सम्झिने। यसै गरेर थीबाट थिम्पू है, ढाबाट ढाका, नबाट नयाँ दिल्ली, यसै गरेर ईबाट इस्लामाबाद, काबाट काबुल, कोबाट कोलम्बो र माबाट माले। थी ढान इकाकोमा भनेर तपाईले सम्झिनु होला। अब यो पढ्दै गर्दाखेरि थिम्पू भनेको भुटानको थिम्पू भइ नै हाल्यो है। ढाका भनेको बङ्गलादेशको ढाका। यसै गरेर भारतको नयाँ दिल्ली, पाकिस्तानको इस्लामाबाद, यसै गरेर अफगानिस्तानको काबुल, यसै गरेर श्रीलङ्काको कोलम्बो, मालदिप्सको माले। यो थी ढान इकाकोमा भनेको चाहिँ नेपालबाट सार्क राजधानीहरूको क्रम जुन चाहिँ नजिकबाट के छन् टाढा रहेका छन्। अब यसमा तपाईहरुले थिम्पू र यसै गरी माले। अब नेपालबाट सबैभन्दा नजिकमा रहेको सार्क राजधानी थिम्पू यो भनेको सबैभन्दा नजिकमा रहेको सार्क राजधानी कुन हो त भुटानको थिम्पू हो। र यो कति 400 किमी के छ टाढा छ र सबैभन्दा नजिकमा रहेको छ। सार्क राजधानी के रहेछ थिम्पू रहेछ। र यो मालदिप्सको माले भनेको सबैभन्दा टाढा रहेको सार्क राजधानी मालदिप्सको माले। यो भनेको 2760 किलोमिटर टाढा रहेको छ। 2760 किलोमिटर टाढा रहेको छ। यसरी तपाईहरुले क्रम पनि लेभल 2 मा सक्छ। तपाईहरुले जानिराख्नु होला। नेपालबाट सार्क राजधानीहरूको क्रम भन्ने कुरा दिएको छ। अब यो भयो तपाईहरुको सार्क राजधानीहरूको क्रम। अब नेपालको बिन्दुहरु
नेपालको बिन्दुहरूमा साथीहरु झुक्किनुहुन्छ भने एउटा मल्टिपलको चिन्ह बनाउनुस्। मल्टिपलको चिन्ह चाहिँ के बनाउनुस् त भने साथीहरु यस्तो खालको है। यो मल्टिपलको चिन्ह बनाउनुस्। यो मल्टिपलको चिन्ह बनाइसकेपछि यो झुक्किने साथीहरु चाहिँ यसबाट क्लियर हुनुहुन्छ भन्ने मलाई आशा छ। यसरी मल्टिपलको चिन्ह गराइसकेपछि यता पूर्व लेख्नुस्। यसैगरी यो ठाउँमा पश्चिम, पूर्व पश्चिम, यो उत्तर र यो भनेको दक्षिण। पूर्व पश्चिम उत्तर दक्षिण भयो। अथवा यो भनेको पूर्वी बिन्दु, यो पश्चिमी बिन्दु, यो भनेको उत्तरी बिन्दु, त्यो भनेको दक्षिणी बिन्दु। अब नेपालको सबैभन्दा पूर्वी बिन्दु कुन हो त? ताप्लेजुङको लेलेको है। ताप्लेजुङको लेले, ताप्लेजुङको लेले भनेको सबैभन्दा पूर्वी बिन्दु हो। सबैभन्दा पश्चिमको बिन्दु के हो त? कञ्चनपुरको दोधारा भनेको नेपालको सबैभन्दा पश्चिमी बिन्दु हो। पूर्वी ताप्लेजुङको लेले। उत्तर भनेको हुम्लाको च्याङ्ला है। हुम्लाको च्याङ्ला भन्यो भने चाहिँ के हो? उत्तरी बिन्दु हो। र नेपालको सबैभन्दा दक्षिणी बिन्दु कुन हो भनेर भने झापाको लोधाबारी है। झापाको लोधाबारी भनेको दक्षिणी बिन्दु। यसै गरी पूर्व, यसै गरेर पश्चिम, यसै गरेर उत्तर, यसै गरेर दक्षिण। यसरी नेपालको चारवटा बिन्दुहरूलाई तपाईहरुले यसरी एउटा मल्टिपलको चिन्हबाट तपाईले हेर्नुभयो भने तपाईहरु झुक्किने साथीहरुले चाहिँ यसरी हेर्नु होला। पूर्व पश्चिम उत्तर दक्षिण यो चाहिँ नेपालका बिन्दु भयो। अब यसपछि हामी कुरा गरौँ साथीहरु नेपालका प्रदेश र जिल्ला। नेपालका प्रदेश र जिल्लाको सम्बन्ध, नेपालका प्रदेश र जिल्लाको सम्बन्ध छिमेकी मुलुकहरुसँग सम्बन्ध छिमेकी मुलुकहरुसँग। छिमेकी मुलुकहरुसँग हेर्नुस् त, नेपालका प्रदेश र जिल्लाको सम्बन्ध छिमेकी मुलुकहरुसँग भनेर चाहिँ दिएको छ। यो तपाईहरुले एउटा प्रदेशको तरिकाबाट हेर्ने, अर्को भनेको के को? जिल्लाको तरिकाबाट हेर्ने। अब यस अन्तर्गत पनि म तपाईहरुलाई यहाँ चाहिँ लेखाइदिन्छु। यो भनेको प्रदेश, यो भनेको जिल्ला है। प्रदेश र जिल्लाबाट तपाईले हेर्नु। मैले सबैभन्दा सुरुमा प्रदेशको कुरा गरे है त। ल प्रदेश अन्तर्गत तपाईहरुले यसरी एउटा भेन डायग्राम बनाउनुस्। भेन डायग्राममा यसरी गोलो लेख्नुस् र यो भेन डायग्राममा यता भारत, यता चीन, भारत चीन र यसमा मधेस र लुम्बिनी, यसै गरेर यो भनेको के हो त? कर्णाली, यो कोशी, यसै गरेर बागमती, गण्डकी, सुदूरपश्चिम हेर्नु त। यो भेन डायग्रामबाट हामीलाई के कुरा क्लियर हुन्छ? हामीले के हेर्न सक्छौं भने एकैछिन यसलाई चाहिँ यो चाहिँ यता भारत लेख्नुस्, यता चाहिँ चाइना है, चीन, यता चाहिँ चीन, यता कर्णाली भन्छ। चीनलाई मात्र छुने नेपाली प्रदेश। चीनलाई मात्र छुने नेपाली प्रदेश कुन हो भनेर सोध्यो भने चीनलाई मात्र छुने नेपाली प्रदेश भनेको कर्णाली प्रदेश। के भयो त? कर्णाली प्रदेश। कर्णाली प्रदेशले के गर्छ? चीनलाई मात्र छुन्छ। अब भारतलाई मात्र छुने नेपाली प्रदेश। भारतलाई मात्र छुने नेपाली प्रदेश भनेको के रहेछ? एउटा भनेको मधेस, अर्को भनेको लुम्बिनी। मधेस र लुम्बिनी दुईवटा। भारत र चीन दुवैलाई छुने प्रदेशहरू कतिवटा छन् भन्छ?
भारत र चीन दुवैलाई छुने प्रदेशहरू भनेका चाहिँ 4 वटा प्रदेश छन्। यो 4 वटा प्रदेश अन्तर्गत तपाईहरुले देखिसक्नु भएको छ कोशी, यसै गरेर बागमती, यसै गरेर गण्डकी र सुदूरपश्चिम प्रदेशले निर्दर्श साथीहरु। सुदूरपश्चिम प्रदेशले भारत र चीन दुवैलाई छुन्छ है। ल यसरी 7 वटा प्रदेशहरूको सम्बन्ध केसँग छ? छिमेकी मुलुकहरूसँग सम्बन्धित छ। यो चाहिँ भारत लेख्नुस् र यो चाहिँ चीन लेख्नुस्। ल अहिले यहाँ डायग्राममा राख्नु पछि हेर्दाखेरि चाहिँ यताउता भयो। अब जिल्ला अन्तर्गत तपाईहरुले जिल्ला अन्तर्गत नै लेख्नुस्। जिल्लामा म तपाईलाई सम्झिने एकदमै धेरैजना साथीहरु झुकिनुहुन्छ, एकदमै सजिलो आइडिया दिन्छु। अब जिल्ला सम्झिने भनेको 12 को दुना सम्झिने। 12 एकानी 12 प्लस 1 कति 13। हेर्नुस् है, 12 एकानी 12 प्लस 1 13, 12 दुना कति 24 प्लस 1 कति 25, 12 एकानी 12 प्लस 1 13, 12 दुना 24 प्लस 1 25, 12 त्यहाँ 36 प्लस 1 कति 37। यो चाहिँ जिल्लाको सम्बन्धमा भयो। 12 एकानी 12 प्लस 1 13 भन्यो भने चाहिँ यो चाहिँ चीनलाई मात्र छुने नेपाली जिल्ला। चीनलाई मात्र छुने नेपाली जिल्ला भनेको कतिवटा रहेछन्? 12 एकानी 12 प्लस 1 13 भन्यो भने यो 13 भनेको के हो? चीनलाई मात्र छुने नेपाली जिल्ला हो। यो 25 भन्यो भने भारतलाई मात्र छुने नेपाली जिल्ला कतिवटा छन् त साथीहरु? 25 वटा रहेछन्। र यो 37 भनेको के हो त? यो 37 भनेको भारत र चीन दुवैलाई नछुने। भारत र चीन दुवै मुलुक नछुने। भारत र चीन दुवै मुलुक नछुने भन्ने कुरा बुझ्नु होला। त यसरी तपाईहरुले झुकिने साथीहरुले 12 को गुणाबाट यसरी सम्झिनु होला। अब एउटा दाता भन्ने महानुभाव हुनुहुन्छ साथीहरु। यो दाता भन्ने महानुभाव को हुनुहुन्छ भने दा भनेको दार्चुला, हेर्नुस् है, दा भनेको दार्चुला, यसै गरेर ता भनेको ताप्लेजुङ। यो दाता दार्चुला र ताप्लेजुङ ठीक छ नि? ल साथीहरु बोर्ड क्लियर छ? दाता दार्चुला र ताप्लेजुङ अन्तर्गत तपाईहरुले के कुरा बुझ्नु पर्यो भने यो भनेको के हो त? यो भनेको चीन र भारत दुवैलाई छुने मुलुकहरू भनेको चाहिँ दाता दार्चुला र ताप्लेजुङ। यो दार्चुलाको ब्यास गाउँपालिका र ताप्लेजुङको फक्तालुङ गाउँपालिका। यो ब्यास गाउँपालिका दार्चुलाको र ताप्लेजुङको फक्तालुङ गाउँपालिका यो दुईवटा स्थानीय तह हुन् जसले के गर्छन्? चीन र भारत दुवैलाई अब यो दाता भनेको तपाईले बुझ्नु भएको छ। दार्चुला र ताप्लेजुङ कहिलेकाहीँ स्थानीय तह सोध्यो भने ब्यास गाउँपालिका दार्चुला र फक्तालुङ गाउँपालिका ताप्लेजुङको ले के गर्छन्? चीन र भारत दुवैलाई छुने स्थानीय तह हुन् भन्ने कुरा तपाईहरुले यसरी बुझ्नु पर्यो। अब हेर्नुस् त, चीनलाई मात्र छुने नेपाली जिल्ला कति रहेछन्? 13 रहेछन्। तर दार्चुला र ताप्लेजुङले चीन र भारत दुवैलाई छुइसकेपछि चीनलाई मात्र नभनेर, ध्यान दिनुस् त, चीनलाई मात्र नभनेर चीनलाई छुने नेपाली जिल्ला कति छन् भनेर सोध्यो भने नेपाली जिल्लाहरू चाहिँ कति छन् भनेर सोध्यो भने अब तपाईहरुले यो 13 बाट 2 जोड्नु पर्छ। 13 प्लस दार्चुला र ताप्लेजुङ। यो दार्चुला र ताप्लेजुङ भनेको दुवैको साझा हो। ताप्लेजुङ दाता यो कति भयो त? 15 वटा। हेर्नुस् त, चीनलाई छुने नेपाली जिल्लाहरू चाहिँ 15 वटा र भारतलाई छुने
भारतलाई छुने नेपाली जिल्ला, भारतलाई छुने नेपाली जिल्ला भन्यो भने भारतलाई मात्र हामीले के भनेका थियौँ 25 भनेका थियौँ भने भारतलाई भन्यो भने 25 प्लस 2 गरेर के गर्नुपर्छ त 27 जिल्ला भनेर त्यसले 27 जिल्ला भन्ने कुरा त्यसले पर्यो ल। चीनलाई मात्र भन्यो भने 13, चीनलाई छुने जिल्ला 15, भारतलाई मात्र छुने जिल्ला कति छन् 25 र भारतलाई छुने जिल्ला कति छन् भनेर सोध्यो भने मात्र भन्यो 25, भारतलाई छुने 27 है। यो चाहिँ तपाईहरुले चाहिँ नेपालको प्रदेश र जिल्लाको सम्बन्ध कोसँग छिमेकी मुलुक भारत र चीनसँग अन्तर्गत पढ्नु है। ल अब हामी जाउँ स्थानीय तह विशेष। स्थानीय तह विशेष अन्तर्गत तपाईहरुले अब जम्मा स्थानीय तह यसै गरेर जम्मा महानगरपालिका, जम्मा उपमहानगरपालिका, जम्मा नगरपालिका, जम्मा गाउँ न त स्थानीय तह अन्तर्गत के पर्दो रहेछ एउटा महानगरपालिका, एउटा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, जम्मा स्थानीय तह 753 वटा, जम्मा महानगरपालिका कति 6 वटा नेपालमा, उपमहानगरपालिका 11 वटा, नगरपालिका 276 वटा, जम्मा गाउँपालिका 460 वटा। न त कति भयो 6 दुना 12 13 को 3, यसै गरी 6 दुना 12 13 अग्ला ठीक छ। ओके, यसरी चाहिँ के भयो त जम्मा 753 वटा के भए स्थानीय तह भए। यो चाहिँ नेपालको स्थानीय तह विशेष अन्तर्गत भयो। अब ध्यान दिनुहोस् नेपालको सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश, स्थानीय तह भएको प्रदेश के हो त कोशी प्रदेश, तह भएको प्रदेश कोशी प्रदेश 137 वटा के छन् स्थानीय तह छन्। नेपालको सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश कोशी प्रदेश 137 वटा के छन् स्थानीय तह छन् र नेपालको सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कर्णाली प्रदेशमा 79 वटा के स्थानीय तह छन् र सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कर्णाली। सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश, यसै गरेर सबैभन्दा धेरै नगरपालिका भएको प्रदेश, सबैभन्दा कम गाउँपालिका भएको प्रदेश र सबैभन्दा कम नगरपालिका भएको प्रदेश। यो कुरा पनि जानी
है। अब सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश भनेको कोशी प्रदेश नै हो। कोशी प्रदेशमा 88 वटा के छन् गाउँपालिका छन्। 88 वटा गाउँपालिका कोशी प्रदेशमा। सबैभन्दा धेरै नगरपालिका भएको प्रदेश कुन हो भनेर सोध्यो भने चाहिँ मध्य प्रदेश लगाउनु पर्छ। मध्य प्रदेशमा साथीहरू 73 वटा के छन् नगरपालिका छन्। सबैभन्दा कम गाउँपालिका भएको प्रदेश भन्यो भने चाहिँ कम गाउँपालिका भनेको चाहिँ कर्णाली र सुदूरपश्चिममा बराबर। कर्णाली र सुदूरपश्चिममा चाहिँ बराबर गाउँपालिका छन् र सबैभन्दा कम गाउँपालिका भएको प्रदेश कर्णाली र सुदूरपश्चिम कतिवटा 54 वटा के छन् गाउँपालिका छन्। र सबैभन्दा कम नगरपालिका भएको प्रदेश भनेको चाहिँ कर्णाली प्रदेश। कर्णाली प्रदेशमा कतिवटा नगरपालिका छन् त साथीहरू 25 वटा नगरपालिका रहेका छन्। यसरी चाहिँ तपाईहरुले धेरै गाउँपालिका यसै गरेर चाहिँ के भन्नु ओके ल ठीक छ है। यसरी तपाईहरुले बुझ्नु ल। सबैभन्दा कम गाउँपालिका भनेको प्रदेश कर्णाली र सुदूरपश्चिममा चाहिँ बराबर सबैभन्दा कम 54 वटा के छन् गाउँपालिका छन् भन्ने कुरा है। यो भयो साथीहरु स्थानीय तहको बारेमा तपाईहरुको प्रदेश अनुसारको कुरा जुन चाहिँ जान्नु। अब यसपछि तपाईहरुले चाहिँ स्थानीय तह तुलना है। स्थानीय तह तुलना अन्तर्गत तपाईहरुले के कुरा बुझ्नु पर्यो भने यता चाहिँ स्थानीय तह लेख्नुहोस्। स्थानीय तह यता चाहिँ क्षेत्रफल है। स्थानीय तह यसैगरी क्षेत्रफल अनि क्षेत्रफल यता भनेको चाहिँ जनसंख्या आधार है। क्षेत्रफल आधार जनसंख्या आधार लाई चाहिँ आधार बनाएर लेखियो भन्ने कुरा हो है। क्षेत्रफलको आधारमा लेखियो जनसंख्याको आधारमा लेखियो। अब यस गरिसकेपछि तपाईहरुलाई यसरी यहाँ चाहिँ दुईवटा कुरा यसरी टेबल बनाउनुस्। यता लेख्नुस् ठुलो यसमा सानो ठुलो सानो यसैगरी धेरै थोरै है। ठुलो सानो धेरै थोरै यसैगरी धेरै थोरै ठुलो सानो अन्तर्गत अब तपाईहरुलाई यसमा चाहिँ महानगरपालिका नेपालको क्षेत्रफलका आधारमा ठुलो महानगरपालिका भन्यो भने चाहिँ के हो त पोखरा महानगरपालिका हो। यो पोखरा महानगरपालिका कहाँ पर्छ कास्की जिल्लामा पर्छ है। पोखरा कास्की। सानो क्षेत्रफलका आधारमा सानो महानगरपालिका भन्यो भने चाहिँ ललितपुर महानगरपालिका। यो भन्ने राख्नु पर्दैन ललितपुर महानगरपालिका ललितपुरमै पर्छ। यसै गरेर जनसंख्याका आधारमा धेरै भन्यो भने काठमाडौँ है। काठमाडौँ महानगरपालिका सबैभन्दा धेरै जनसंख्या भएको महानगरपालिका र सबैभन्दा थोरै जनसंख्या भएको महानगरपालिका विराटनगर महानगरपालिका। विराटनगर महानगरपालिका मोरङ जिल्लामा है। र काठमाडौँ ललितपुर यसरी चाहिँ महानगरपालिका भयो। महानगरपालिकापछि अब कुरा गरौँ उपमहानगरपालिका ठुलो भनेको चाहिँ घोराही। यो घोराही उपमहानगरपालिका कहाँ पर्छ दाङ जिल्लामा पर्छ। यसैगरी सानो उपमहानगरपालिका भन्यो भने नेपालगञ्ज कहाँ पर्छ बाँके जिल्लामा पर्छ। यसै गरेर धेरै जनसंख्या भएको पनि घोराही दाङ। यसै गरेर थोरै जनसंख्या भएको भनेको जितपुर सेमरा। यो जितपुर सेमरा भनेको तारामा। अब
मैले साथीहरूलाई सिकाउँदा सिकाउँदा पुगिसकेको क्वेसन हो, तैपनि फेरि पनि भन्छु। धेरै जनसङ्ख्या भएको उपमहानगरपालिका हाल पुरै नै छ। कतिपय बुकहरूमा र अन्य साथीहरूले पनि पहिलो प्रारम्भिक नतिजा अनुसार चाहिँ धनगढी थियो, त धनगढी पढ्नुहुन्न, योभन्दा अगाडिको जनगणना अनुसार चाहिँ जनकपुर थियो होइन। यसरी चाहिँ तर अहिले भनेको चाहिँ साथीहरू के हो भने सबैभन्दा धेरै जनसङ्ख्या भएको चाहिँ खुरायो। यो म तपाईँलाई नजुटिने ल, यो धेरैजना साथीहरू धनगढी हो कि भनेर जुटिनुहुन्छ। धनगढी भनेको प्रारम्भिक नतिजा अनुसार चाहिँ धनगढी थियो। अहिले 2078 को विस्तृत नतिजा अथवा पूर्ण विवरण आइसकेपछि पूर्ण विवरणमा चाहिँ घुराइ नै धनगढी भन्दा धेरै जनसङ्ख्या भएको कारणले गर्दा तपाईँहरूले चाहिँ यदि धनगढी पढिरहनु त्यो पनि आजदेखि चाहिँ धेरै जनसङ्ख्या भएको उपमहानगरपालिका के पढ्ने घुराइ भनेर पढ्ने, धनगढी भनेको प्रारम्भिक नतिजा मात्रै हो है। ल अब नगरपालिका, सबैभन्दा ठुलो नगरपालिका क्षेत्रफलका आधारमा भनेको के हो त? सिद्धगङ्गा, सिद्धगङ्गा नगरपालिका। यो सिद्धगङ्गा नगरपालिका कहाँ पर्छ? अर्घाखाँचीमा पर्छ, अर्घाखाँचीमा पर्छ। सिद्धगङ्गा अर्घाखाँची, सिद्धगङ्गा अर्घाखाँची। सानो भन्यो भने भक्तपुर, भक्तपुर, यो भक्तपुरमा पनि नै हाल्यो, भक्तपुर नगरपालिका। यसै गरेर धेरै जनसङ्ख्या भएको बुढानीलकण्ठ, बुढानीलकण्ठ, यो बुढानीलकण्ठ भनेको काठमाडौँमा पर्छ, बुढानीलकण्ठ भनेको काठमाडौँमा पर्छ। र सबैभन्दा कम अथवा थोरै जनसङ्ख्या भएको नगरपालिका भनेको चाहिँ ठुलोभेरी, ठुलोभेरी भनेको कहाँ पर्छ? डोल्पामा, ठुलोभेरी डोल्पामा पर्छ भन्ने कुरा तपाईँहरूले बुझ्नु होला। यो चाहिँ नगरपालिकाको कुरा थियो। त्यसपछि अब हामी कुरा गरौँ गाउँपालिका। सबैभन्दा ठुलो गाउँपालिका भनेको नामखा है, नामखा। यो नामखा भनेको हुम्लामा पर्छ, हुम्लाको नामखा गाउँपालिका सबैभन्दा ठुलो गाउँपालिका हो क्षेत्रफलका आधारमा। र सानो भनेको परवानीपुर बारा, परवानीपुर, यो परवानीपुर गाउँपालिका भनेको बारा जिल्लामा पर्छ। क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिका परवानीपुर बारा। र धेरै जनसङ्ख्या भएको गाउँपालिका बैजनाथ गाउँपालिका बाँके, बैजनाथ गाउँपालिका बाँके। यो बैजनाथ गाउँपालिका बाँके हुनुभन्दा अगाडि 2068 को जनगणना अनुसार चाहिँ राप्ती सोनारी गाउँपालिका बाँके नै राप्ती सोनारी गाउँपालिका थियो। तर अहिले 78 सालको जनगणना अनुसार चाहिँ बैजनाथ गाउँपालिका यो पनि चेन्ज भएको छ। पहिला चाहिँ के थियो र राप्ती सोनारी गाउँपालिका थियो। सबैभन्दा थोरै जनसङ्ख्या भएको गाउँपालिका नागभूमि गाउँपालिका। यो नागभूमि गाउँपालिका भनेको मनाङ जिल्लामा पर्छ र यो मनाङ जिल्लामा अवस्थित नागभूमि गाउँपालिका सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका हो। यसरी चाहिँ तपाईँहरूले चाहिँ आधार मिलाएर के गर्नु पर्यो? पढ्नु पर्यो। ल अगाडि अब सबैभन्दा धेरै प्रश्न एन्सरमा जान्छु। सबैभन्दा धेरै महानगरपालिका, सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश, सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश कुन हो भनेर सोध्यो भने बागमती प्रदेश। सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश बागमती प्रदेश। बागमतीमा 3वटा महानगरपालिका छन्। एउटा के हो त? काठमाडौँ महानगरपालिका, काठमाडौँ। अर्को भनेको ललितपुर, काठमाडौँ। त्यसै गरेर ललितपुर। अर्को भनेको भरतपुर है, भरतपुर महानगरपालिका। सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश बागमती प्रदेश। यसै गरेर महानगरपालिका, महानगरपालिका विहीन भनेको नभएको भनेको महानगरपालिका विहीन प्रदेशहरू कतिवटा छन् भनेर सोध्यो भने अथवा कतिवटा नेपाली प्रदेशमा महानगरपालिका छैनन् भन्यो भने 3वटा। यो 3वटा भनेको कसरी सम्झिने भने पश्चिमका 3वटा भनेर सम्झिनुहोस् है। पश्चिमका 3वटा, पश्चिमका 3वटा भन्यो भने के? पश्चिम भनेको 5, यसै गरेर 6, 7, 5, 6, 7 भन्यो भने के हो त? 5 भनेको लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेश। 6 भन्यो भने कर्णाली प्रदेश, 5, 6। अर्को 7 भन्यो भने सुदूरपश्चिम प्रदेश गरेर यो 3वटा प्रदेशहरूमा महानगरपालिका छैन। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम। र महानगरपालिका विहीन प्रदेशहरू कतिवटा रहेछन्? 3वटा रहेछन्। अब सबैभन्दा धेरै
सबैभन्दा धेरै उपमहानगरपालिका उपमहानगरपालिका भएको प्रदेश। सबैभन्दा धेरै उपमहानगरपालिका भएको प्रदेश कुन हो भनेर सोध्यो भने लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशमा चाहिँ लुम्बिनी प्रदेश र यो लुम्बिनी प्रदेशमा कतिवटा 4वटा उपमहानगरपालिका रहेका छन् है। लुम्बिनी प्रदेश यो 4वटा भनेको एउटा बुटवल, एउटा भनेको चाहिँ रूपन्देही है। बुटवलको रूपन्देही भन्छ। बुटवल, यसै गरी नेपालगञ्ज, यसै गरेर घुराही, यसै गरेर चाहिँ बुटवल, नेपालगञ्ज, घुराही र तुलसी है। घुराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र बुटवल उपमहानगरपालिका गरेर सबैभन्दा धेरै उपमहानगरपालिका भएको प्रदेश लुम्बिनी। अब यसै गरेर उपमहानगरपालिका विहीन प्रदेशहरू, उपमहानगरपालिका विहीन प्रदेशहरू भनेको चाहिँ कतिवटा त 2वटा। उपमहानगरपालिका विहीन एउटा भनेको गण्डकी र कर्णाली। यो गण्डकी प्रदेशमा साथीहरू के छ? महानगरपालिका छ, पोखरा महानगरपालिका, तर उपमहानगरपालिका छैन गण्डकीमा। अब यो लुम्बिनी भनेको अब सबैभन्दा धेरै उपमहानगरपालिका भएको प्रदेश भइहाल्यो। सुदूरपश्चिम प्रदेशमा पनि धनगढी उपमहानगरपालिका छ, तर महानगरपालिका चाहिँ छैन है। धनगढी उपमहानगरपालिका सुदूरपश्चिममा पर्छ, सुदूरपश्चिममा उपमहानगरपालिका छ, लुम्बिनीमा पनि उपमहानगरपालिका छ, तर गण्डकीमा महानगरपालिका छ भने के छैन? उपमहानगरपालिका छैन। अब यसरी हेर्दै हो भने साथीहरू 2वटा कुरा। एउटा के कुरा भने एउटा अब यहीसँग रिलेटेड कुरा, महानगरपालिका भएको तर उपमहानगरपालिका नभएको प्रदेश। महानगरपालिका भएको ल त कमेन्ट गर्नुहोस्। महानगरपालिका भएको तर उपमहानगरपालिका नभएको प्रदेश कुन हो भन्दाखेरि के लेख्ने हैन? यही रिलेटेड मैले मोडिफाई गरेर क्वेशन बनाएँ। अर्को महानगरपालिका र उपमहानगरपालिका दुवै नभएको प्रदेश कुन हो भनेर सोध्नुभयो भने के भन्नुहुन्छ? दुवै नभएको प्रदेश र एक मात्र पहाडी क्षेत्रको उपमहानगरपालिका। ल त साथीहरू यो 3वटाको कमेन्ट गर्नुहोस् त। महानगरपालिका भएको तर उपमहानगरपालिका नभएको प्रदेश, महानगरपालिका र उपमहानगरपालिका दुवै नभएको प्रदेश, एक मात्र पहाडी क्षेत्रको उपमहानगरपालिका। ल यो 3वटाको चाहिँ यसको विकल्प भनेको चाहिँ के हो त भने महानगरपालिका भएको तर उपमहानगरपालिका नभएको गण्डकी प्रदेश मैले अघि कुरा गरिहालेँ। गण्डकी प्रदेशमा महानगरपालिका छ, पोखरा महानगरपालिका, तर गण्डकी प्रदेशमा उपमहानगरपालिका छैन। महानगरपालिका र उपमहानगरपालिका दुवै नभएको प्रदेश भनेको चाहिँ कर्णाली प्रदेश है। कर्णाली प्रदेशमा उपमहानगरपालिका र महानगरपालिका दुवै छैनन्। एकमात्र पहाडी क्षेत्रको उपमहानगरपालिका भनेर हेटौडा उपमहानगरपालिका भनेको चाहिँ पहाडी क्षेत्रको एकमात्र उपमहानगरपालिका हो भन्ने कुरा बुझ्नु पर्यो है। अब यो उपमहानगरपालिका र नगरपालिका पछि सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला, सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला, यो पनि तपाईले च्याट गर्नुस् त। सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला, सबैभन्दा धेरै नगरपालिका भएको
जिल्ला, सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला र सबैभन्दा धेरै सबैभन्दा धेरै सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला, सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला र यसै गरेर अब यसमा अझै पनि थपे सबैभन्दा थोरै स्थानीय तह, सबैभन्दा थोरै स्थानीय तह, सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला, सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला, सबैभन्दा थोरै सबैभन्दा थोरै सबैभन्दा थोरै सबैभन्दा थोरै गाउँपालिका भएको भएको जिल्ला जिल्ला यसै गरेर गाउँपालिका विहीन जिल्ला, गाउँपालिका विहीन जिल्ला र नगरपालिका विहीन जिल्ला, नगरपालिका विहीन जिल्ला, नगरपालिका विहीन जिल्ला। ल त यो सबैको एन्सर मैले तपाईलाई भने एक सरसर्ती हेर्नु त सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो भनेर सोध्यो भने सर्लाही, सर्लाहीमा कतिवटा 20 वटा के छन् स्थानीय तह छन् र नेपालको सबैभन्दा धेरै स्थानीय तह भएको नेपाली जिल्ला भनेर सोध्यो भने सर्लाही, सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला भन्यो भने रौतहट। रौतहटमा 16 वटा नगरपालिका छन्। सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला, सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला चाहिँ कुन हो त भने साथीहरु धादिङ। धादिङमा 11 वटा गाउँपालिका रहेका छन्। सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला, स्थानीय तह थोरै भन्यो भने चाहिँ रुकुम पूर्वमा 3 वटा के छन् स्थानीय तह छन् र सबैभन्दा कम स्थानीय तह भएको जिल्ला रुकुम पूर्वमा एउटा हुमे, एउटा भनेको खा, एउटा भनेको सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा गाउँपालिका गरेर चाहिँ सबैभन्दा थोरै स्थानीय तह भएको जिल्ला भनेको रुकुम पूर्व, सबैभन्दा थोरै गाउँपालिका भएको जिल्ला चितवन। चितवनमा 1 वटा मात्रै के छ गाउँपालिका छ र त्यो गाउँपालिका हो इच्छा कामना गाउँपालिका। इच्छा कामना गाउँपालिका है, इच्छा कामना गाउँपालिका। गाउँपालिका विहीन जिल्लाहरू का भनेको काठमाडौँ र भक्तपुर गाउँपालिका विहीन जिल्लाहरू काठमाडौँ र भक्तपुर 2 वटा, एक कतिवटा छन् भनेर सोध्यो भने 2 वटा। नगरपालिका विहीन जिल्लाहरू कतिवटा छन् 5 वटा छन्। यो 5 वटा जिल्ला भनेको ममुहु र यो ममुहु र भनेको के हो त नगरपालिका विहीन जिल्लाहरू अन्तर्गत ममुहु र अन्तर्गत यो म भनेको मनाङ, मु भनेको मुस्ताङ, यसै गरेर हु भनेको हिला, र भनेको रसुवा र पुबाट पूर्वी रुकुम अथवा है पूर्वी रुकुम गरेर यसरी चाहिँ ममुहु र यो चाहिँ नगरपालिका विहीन भनेको नगरपालिका नभएका है, नगरपालिका नभएका जिल्लाहरू अथवा गाउँपालिका मात्रै भएका जिल्लाहरू भनेर सोध्यो भने चाहिँ 5 वटा ममुहु र यसरी चाहिँ तपाईहरु होला है। अब यसपछि तपाईहरुलाई मैले 7 वटा प्रदेश पनि लागेको छ साथीहरुलाई। अब समस्या खानुपर्छ ल 7 वटा प्रदेशका ठुला र साना, 7 वटा प्रदेशका ठुला र साना जिल्लाहरू, 7 वटा प्रदेशका ठुला र साना जिल्लाहरू। अब तपाईहरुलाई भोक लागेको छ होला, समस्याको पालो आयो। के समस्याको पालो आयो भने तपाईहरुलाई तातो समस्याको पालो आयो। तातो समस्याको पालो आयो। तातो समस्या भाग पर्दा नडराउ बाबै, है नडराउ बाबै भनेको चाहिँ के हो त
सातवटा प्रदेशका ठुला र साना जिल्लाहरू सम्झिने तरिका। तातो समोसा भाग पर्दा नडराउ पार। अब सबैभन्दा सुरुमा मैले यहाँ 1 नम्बर प्रदेश कोशी प्रदेश लेखेँ। यसै गरी त्यसपछि के लेखेँ? मध्य प्रदेश 1 2, त्यसै गरी 3 बागमती प्रदेश, 4 गण्डकी प्रदेश, 5 लुम्बिनी प्रदेश, लुम्बिनी प्रदेश, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश। सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेश। हेर्नुहोस् त, यो 7वटा प्रदेशका ठुला र साना जिल्लाहरू अन्तर्गत अब मैले तपाईहरुलाई यहाँ माथिकै सरस्वती साना त हैन, यो यहाँको त यसै गरी सम, यो सम भनेको यो सम, यसै गरी बागमती सा भा हैन, स यसै गरी भ नै ताने स भ, यसै गरी ग प भनेको गण्डकीको ग प, लुम्बिनीको द न, कर्णालीको ड र, यसै गरी सुदूरपश्चिमको ब है ब। अब है बाबै भन्ने तरिका पनि हुन्छ, बाबै। अब हेर्नुहोस् त अन्तर्गत कोशी प्रदेशको ताप्लेजुङ तबाट ताप्लेजुङ, अर्को तबाट तेह्रथुम है। कोशी प्रदेशका जिल्लाहरू ताप्लेजुङ र तेह्रथुम, यसै गरी सबाट सप्तरी, मबाट महोत्तरी, सप्तरी र महोत्तरी। यसै गरेर सबाट सिन्धुपाल्चोक र भबाट भक्तपुर, सिन्धुपाल्चोक र भक्तपुर। अब गबाट गोर्खा, पबाट पर्वत, गोर्खा र पर्वत। यसै गरी लुम्बिनी प्रदेशको गण्डकीको ठुलो गोर्खा, सानो पर्वत, लुम्बिनीको दबाट दाङ, नबाट लुम्बिनीमा पर्ने भनेको नवलपरासी पश्चिम हो, नवलपरासी पश्चिम है, नवलपरासी पश्चिम। यसै गरेर कर्णालीको डबाट डोल्पा र रबाट रुकुम पश्चिम। यसै गरेर सुदूरपश्चिम प्रदेशको बाबाट बझाङ, बैबाट बैतडी, बझाङ र बैतडी। हेर्नुहोस् त, यो भनेका चाहिँ 7वटा प्रदेशका ठुला जिल्लाहरू हुन्। अब तपाईहरुले यसरी ठुलो जिल्ला अन्तर्गत जस्तै कोशी प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ, सानो जिल्ला तेह्रथुम, मध्य प्रदेशको ठुलो जिल्ला सप्तरी, सानो जिल्ला महोत्तरी। अब तपाईहरु हेरेर झुक्किने भनेको 2वटा ठाउँमा छ। एउटा भनेको मध्य प्रदेशको स भनेको सप्तरी हो कि सर्लाही हो कि हैन, सिरा हो कि, यसै गरेर यसमा झुक्किनु भयो भने दुवै तरी भन्यो भने चाहिँ के हो भने ठुलो भनेको सप्तरी तरी, सानो भनेको महोत्तरी तरी भनेर सम्झिनु। अनि अब यसमा नवलपरासी कि पश्चिम हो, रुकुम पूर्व हो कि पश्चिममा झुक्किनु भयो भने दुवै पश्चिम यहाँ चाहिँ पूर्व आउँदैन भनेर सम्झिनु। जस्तै अब कर्णाली प्रदेशमा रुकुम पश्चिम पर्छ, लुम्बिनी प्रदेशमा चाहिँ रुकुम पूर्व पर्छ। लुम्बिनी प्रदेशमा रुकुम पूर्व पर्यो भने यहाँ नवलपरासी पश्चिम आइसकेपछि रुकुम पूर्व आएन के, त्यसकारणले गर्दा कर्णाली प्रदेशको रुकुम पश्चिम, दुवै पश्चिम। नवलपरासी पश्चिम भनेको लुम्बिनीको सानो, कर्णालीको सानो भनेको रुकुम पश्चिम। यसै गरेर चाहिँ सुदूरपश्चिमको बझाङ र बैतडी भन्ने कुरा भइहाल्यो। यो चाहिँ ठुला जिल्लाहरू विभिन्न प्रदेशको बारे है। ल, अब यसपछि तपाईहरुलाई मैले कुरा गरे, यसपछि मैले तपाईलाई के कुरा गरे भने नेपालको परमाणिक समय, नेपालको परमाणिक समय अन्तर्गत गत वर्ष टीएससीलाई पनि सोधेको थियो र बारम्बार सोधिरहन्छ यो कुरा चाहिँ। सबैभन्दा सुरुमा नेपालको परमाणिक समयको आधार है, सुरुमा आधार भन्ने कुरा के हो त?
नेपालको प्रमाणिक समय केलाई आधार मानेर चाहिँ के गरिएको छ तपाईहरुलाई तय गरिएको छ भन्ने कुरा तपाईले जान्नु पर्छ। हेर्नुस् है, नेपालको प्रमाणिक समयको आधार भनेको 86 डिग्री 15 मिनेट। यो भनेको डिग्री, यो भनेको मिनेट है, मिनेटको सिम्बल 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई पूर्वी देशान्तरले काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरले काटेर गएको गौरी शंकर हिमाल। एक गौरी शंकर हिमाल भनेको नै के हो त? गौरी शंकर हिमाल भनेकै नेपालको प्रमाणिक समयको आधार अथवा नेपाललाई प्रमाणिक समय कुन देशान्तरले काटेर गएको रेखालाई मानिएको छ भनेर सोध्यो भने 86 डिग्री 15 मिनेट कुन हिमाललाई मानिएको छ नेपालको प्रमाणिक समयको आधार भनेर सोध्यो भने गौरी शंकर हिमाल। यो गौरी शंकर हिमाल पढ्दै गर्दाखेरि अब हामीले के कुरा बुझौं भने लागु नेपालको प्रमाणिक समय कहिलेबाट लागु भयो भने 2042 साल वैशाख 1 गतेदेखि के लागु भयो, 1 गतेदेखि के भयो लागु भयो। अब गौरी शंकर हिमालको बारेमा, यो गौरी शंकर हिमालको बारेमा उपनाम हेर्नुस् है, उपनाम यसै गरी कुन जिल्लामा पर्छ, उपनाम के हो, कुन जिल्लामा पर्छ, यसै गरी यसको उचाइ कति छ, यसको हिम श्रृंखला हिम श्रृंखला चाहिँ कुन हिम श्रृंखला अन्तर्गत पर्छ त, यो गौरी शंकर हिमाल भन्ने कुरा जान्नु पर्यो। अब यो 2042 साल वैशाख 1 गते नेपालको प्रमाणिक समय लागु भएको रहेछ। गौरी शंकर हिमालको उपनाम भनेको पाठीभरा पाठीभरा हिमाल, पाठीभरा हिमाल अथवा गौरी शंकर हिमाल भनेको एउटै हो। जिल्ला कुन जिल्ला, दोलखा जिल्लामा पर्छ गौरी शंकर हिमाल। उचाइ कति छ 7134 मिटर, 7134 मिटर के छ उचाइ छ। हिम श्रृंखला भनेको रोलवालिङ हिम श्रृंखला अन्तर्गत पर्छ, रोलवालिङ हिम श्रृंखला अन्तर्गत गौरी शंकर हिमाल पर्छ र नेपालको प्रमाणिक समय सन्दर्भमा तपाईहरुले यो कुरा जान्नु है। ओके, यो तपाईहरुको नेपालको प्रमाणिक समय है। स्पिड बढाउनु पर्यो नि साथीहरु, स्पिड बढाउनु के गर्नु पर्यो त, स्पिड बढाउनु पर्यो। यो चाहिँ नेपालको प्रमाणिक समयमा तपाईले के जाने अब ल, अब चाहिँ तपाईहरु थाहा भयो नेपालको निर्वाचन नेपालको निर्वाचन यो पनि एकदमै महत्त्वपूर्ण छ। सबैभन्दा सुरुमा तपाईहरुले के कुरा बुझ्ने भने नेपालको निर्वाचन क्षेत्र पढ्दै गर्दाखेरि नेपालको निर्वाचन क्षेत्रलाई तपाईहरुले प्रतिनिधि सभा र प्रदेश सभाबाट तपाईहरुले हेर्ने। सुन्नुस् है, फेरि पनि भने प्रतिनिधि सभा र प्रदेश सभा, प्रतिनिधि सभा र प्रदेश सभा। प्रश्नले के सोधेको हो तपाईलाई ध्यान दिएर सुरुमा प्रश्न बुझ्ने। प्रतिनिधि सभा र प्रदेश सभाको रिलेसन के हुन्छ त भनेको कुनै पनि जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा छ भने, यहाँ सुन्नुस् है, कुनै पनि जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा छ भने त्यो जिल्ला अथवा प्रदेश अथवा जुनसुकै होस् त्यो क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र कतिवटा हुन्छन्, 2टा हुन्छन्। अथवा यिनीहरुको रेशियो भनेको 1:2 को रेशियोमा हुन्छ। अब मैले एक्जाम्पल दिइहाले, जस्तै सबैभन्दा धेरै ध्यान दिनुस् है, एक्जाम्पल दिएर बुझाउँछु। प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै निर्वाचन क्षेत्र सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला, सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला प्रतिनिधि सभातर्फ के हो त काठमाडौँ हो। हेर्नुस् है, काठमाडौँको प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र भनेको 10 वटा है। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला प्रतिनिधि सभातर्फ काठमाडौँको 10 वटा भयो भने प्रदेश सभाको कति हुन्छ 10 गुणा 20 वटा हुन्छ। अब तपाईहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँमा कतिवटा निर्वाचन क्षेत्र
10 भनेर सोध्यो भने चाहिँ 10 गुणा कति 20 वटा हुन्छ। जस्तै अब यो पनि ठिक छ। अर्को बुझ्नुहोस्। अर्को के बुझ्नुहोस् भने सबैभन्दा थोरै धेरै नै कुरा गरौँ न। सबैभन्दा धेरै धेरै भएको प्रदेश, सबैभन्दा धेरै भएको प्रदेश भन्न खोजेको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश भनेको के हो त? सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश भनेको बागमती प्रदेश। बागमती प्रदेशमा सुन्नुहोस् है राम्रोसँग। बागमती प्रदेशमा साथीहरू, बागमती प्रदेशमा 33 वटा के छन्? बागमती प्रदेशमा 33 वटा प्रतिनिधि सभा कम भएको सबैभन्दा कम अब क्लियर भयो साथी? क्लियर छ? अब क्लियर हुनुभयो यसमा? आवाज हरायो भनेको साथीहरूले कल गरेर डिस्ट्र्याक्ट गर्नुहुन्छ अनि त्यही भएर पनि आवाज हुन्छ। अब ओके, अब आयो होला है। ल यसरी तपाईँहरूले बुझ्नु पर्यो। ओके हेर्नुहोस् है। अब सबैभन्दा कम निर्वाचन क्षेत्र भएको प्रदेश भनेको के रहेछ? कर्णाली प्रदेश रहेछ। 12 वटा भनेको चाहिँ प्रतिनिधि सभातर्फ हो भने 12 दुना 24 वटा भनेको प्रदेश सभातर्फ भयो। अब यसरी हेर्दाखेरि अब जान्नुपर्ने कुरा तपाईँहरूलाई के छ त भने यो चाहिँ प्रदेश अनुसार भयो। अब दोस्रो है, दोस्रो भन्दा पनि मैले तपाईँलाई सरसर्ती देखाउँछु। यसमा हेर्नुहोस् है त। अब यसमा चाहिँ तपाईँहरूलाई के लेखौँ भने एक मात्र मैले प्रतिनिधि सभाको कुरा गरेँ। अब तपाईँहरू कुरा क्लियर भइहाल्नुभयो। प्रतिनिधि सभातर्फ है, प्रतिनिधि सभातर्फ कति 165 वटा 165 वटा के छन्? निर्वाचन क्षेत्र छन् जम्मा है। समानुपातिक 110 यसलाई निर्वाचन क्षेत्र है। निर्वाचन क्षेत्र 165 वटा निर्वाचन क्षेत्र छन् प्रतिनिधि सभातर्फ। र यो प्रतिनिधि सभातर्फ 165 वटा निर्वाचन क्षेत्र मध्ये धेरै पटक एक्जाममा सोधिसकेको छ। एक मात्र निर्वाचन क्षेत्र है, एक जिल्ला, 3वटा निर्वाचन क्षेत्र भएको जिल्ला, 4वटा निर्वाचन क्षेत्र भएको जिल्ला, 4वटा निर्वाचन क्षेत्र भएको जिल्ला, यसै गरेर 5वटा निर्वाचन क्षेत्र भएको जिल्ला, यसै गरेर 6वटा निर्वाचन क्षेत्र भएको जिल्ला र 10वटा निर्वाचन क्षेत्र भएको निर्वाचन क्षेत्र भएको जिल्ला। 10वटा निर्वाचन भएको 10वटा निर्वाचन क्षेत्र भएको जिल्ला। 10वटा निर्वाचन जिल्ला। अब हेलो हेलो ल यो बुझ्दै गर्दाखेरि अब तपाईँहरूले के कुरा बुझ्ने भने एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला कतिवटा छन्? 33 वटा छन्। कतिवटा? 33 वटा। 2वटा निर्वाचन क्षेत्र भएको जिल्ला 21 वटा भएका
तीनवटा निर्वाचन जिल्ला 7वटा रहेका छन्। 4वटा निर्वाचन जिल्ला 9वटा रहेका छन्। 9वटा भनेको मध्य प्रदेशका सबै जिल्ला, मधेसका 8वटा जिल्ला प्लस सुनसरी गरेर मधेसका 8वटा जिल्ला र सुनसरी कोशीको सुनसरी गरेर 9वटा जिल्ला, 4वटा निर्वाचन क्षेत्र भएको, 5वटा निर्वाचन क्षेत्र भएको 3वटा। यो 3वटा भनेको एउटा भनेको झापा है, झापा, अर्को भनेको रूपन्देही र अर्को कैलाली। यसै गरी झापा, रूपन्देही र कैलाली गरेर 5वटा निर्वाचन क्षेत्र भएको जिल्ला 3वटा छन्। 6वटा निर्वाचन क्षेत्र भएको 1वटा मोरङ। यो मोरङ भनेको मोरङ 1वटा भनेको दोस्रो सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला मोरङ हो र 10वटा निर्वाचन क्षेत्र भएको जिल्ला पनि कतिवटा छन्? 1वटा छन्। यो 1वटा भनेको के रहेछ? काठमाडौँ रहेछ भन्ने कुरा तपाईँले बुझ्नु होला। ल, एक मात्र निर्वाचन क्षेत्र, 2वटा निर्वाचन क्षेत्र, 3वटा निर्वाचन क्षेत्र, 4वटा निर्वाचन क्षेत्र, यसरी चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। र मुख्य कुरा चाहिँ अब प्रतिनिधि सभाको अर्थ यो भयो र प्रदेश सभाका चाहिँ ठ्याक्कै डबल हुन्छन् है, यो कुरा चाहिँ तपाईँहरूले बुझ्नु होला। ल, अब म अन्तिममा जाँदा जाँदै तपाईँलाई एउटा क्वेसन सोध्छु यहीबाट है। ल त साथीहरूले कति बुझ्नु भएको रहेछ क्वेसन? प्रदेश सभा निर्वाचनतर्फ प्रदेश सभा निर्वाचन क्षेत्र 10वटा भएको, प्रदेश सभा निर्वाचन क्षेत्र 10वटा भएको जिल्ला कति छ? 10वटा भएको जिल्ला कतिवटा छन् भनेर सोध्यो भने 10वटा भएको जिल्ला ए 1वटा, बी 2वटा, सी 3वटा, डी 4वटा। ल भन्नुहोस् त प्रदेश सभा निर्वाचन क्षेत्र 10वटा भएको जिल्लाहरू कतिवटा छन्? एउटा, दुईटा, तीनटा, चार। ल, अब तपाईँलाई प्रश्न मैले अघि तपाईँलाई बुझाएको यही हो त। प्रदेश सभा निर्वाचन भन्ने बित्तिकै प्रतिनिधिको 2 गुणा हुन्छ। जस्तै अब प्रदेश सभा निर्वाचन क्षेत्र 10वटा भन्न खोजेको मतलब चाहिँ प्रतिनिधि मध्ये 5वटा हुनु पर्यो क्या। प्रतिनिधिमा 5वटा निर्वाचन क्षेत्र भयो भने 5 गुणा के हुन्छ? 10वटा प्रदेश सभा निर्वाचन क्षेत्र हुन्छ। प्रतिनिधि सभातर्फ 5वटा निर्वाचन क्षेत्र भएको जिल्ला 3वटा, झापा, रूपन्देही र कैलाली। यही झापा, रूपन्देही र कैलालीमा के हुन्छ? प्रदेश सभातर्फ 5 को 2 गुणा 10वटा हुन्छ। त्यस कारणले गर्दा 3 है। यसरी तपाईँहरूले चाहिँ के गर्नु पर्यो त? प्रदेश सभा र प्रतिनिधि सभाको कन्सेप्ट क्लियर हुनु पर्यो र यो चाहिँ तपाईँहरूको जिल्लाको सम्बन्धमा भयो र प्रदेशको सम्बन्धमा चाहिँ सबैभन्दा धेरै प्रतिनिधि सभा भएको बागमती प्रदेशमा 33वटा छन् र सबैभन्दा कम प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको प्रदेश कर्णालीमा 12वटा छन् र प्रदेश सभा चाहिँ ठ्याक्कै 2 गुणा। यसरी चाहिँ तपाईँहरूले बुझ्नु होला। ल, ओके, आजको सेसन यहाँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह तथा सुझाव दिनु होला। ल त साथीहरू है, र एडमिसन नगरेको साथीहरूले चाहिँ त्यहाँ डिस्क्रिप्सनमा तपाईँहरूलाई चाहिँ नम्बर दिएको छ होला। तपाईँहरूले चाहिँ के गर्नु होला त? त्यसमा जोडिएर एडमिसन गर्नु होला। तपाईँहरूको नयाँ सेसन सुरु भएको छ है। ल, एडमिसन नगरेको साथीहरूले गरिहाल्ने है। तपाईँहरूको जिके आइक्यू दुवैको नयाँ सेसन सुरु भएको छ। जिके को सन्दर्भमा चाहिँ तपाईँहरूको जिके को सबै अल जिके मैले पढाउने हो। अल आइक्यू भनेको कैलाश ढकाल सरले पढाउनुहुन्छ। एडमिसन नगरेको साथीहरूले प्राविधिक अप्राविधिक जुनसुकै क्षेत्रतिरको हुनुहुन्छ भने पनि तपाईँहरूले एडमिसन गरिहाल्नु होला, समयमै जोडिहाल्नु होला है त। ल, आजलाई मैले यति नै गरेँ। अलिकति थोरै साउन्डमा समस्या आयो, यो चाहिँ हामी माइक्रोफोनमा तपाईँहरू मिलाउँछौँ है त। र ठिक छ, ओके, सम्पूर्ण साथीहरूलाई चाहिँ ह्याभ अ गुड डे। तपाईँहरूको आजको दिन शुभ रहोस्।